भयो हेरौँ है। गाइज न्यू माई भिडियोमा हजुरहरूलाई फेरि पनि स्वागत छ। आज मेरो होइन पहिलो भिडियो हो। आजको गेमिङ भिडियोमा हजुरहरूलाई फेरि पनि स्वागत छ। नि पहिलो भिडियो होइन, सबैले हेर्दैन मेरो बस पुरा हेर्नुहोस् त कति मजा आएको छ। यस्तो तपाईँहरूलाई मजाले देखाउने छु, हेर्नुहोस् यता कस्तो मजाको छ बस। नेपाल नयाँ नेपाल हुनुपर्ने ठाउँमा नेपाल नयाँ लेखेको छ होइन। सम्पूर्णले लास्टसम्म भिडियो हेरेर साथ दिनु होला। अब चाहिँ यो के ठाउँ भन्छन्, अब बिग्रिगएछ म त सेटिङ है। चलो अब बसमा बसिहालौँ, बसमा बसिहालौँ है फिलहालको लागि। अब हामी जाँदैछौँ कि लोकेसन हेरौँ। हामी पिकअप पेसेन्जर अन आग्रा भन्ने ठाउँ जाँदैछु होइन। पेसेन्जर छोड्नलाई पेसेन्जर चढाइहालौँ पहिला। ओहो त्यस्तो खतरा हुँदैन त। अब सबै एक एक गरेर चढ्दै हुनुहुन्छ। ए हो र। ल सबै बसिसक्नु भयो जस्तो लाग्यो होइन। अब चाहिँ हामी के ठाउँ गऱ्यो, यो बुल्किटिङ्गी भन्ने ठाउँ रहेछ। त्यो ठाउँ अब बुकिङ आएको छैन, बुकिङमा जाँदैछौँ। गजब छ बा। मेरो गाडी त पुरा ड्यामेज भएको छ होइन। हिजोको यसो गेम म चाहिँ खतरा ड्राइभर हो क्या। गेमिङ भिडियो मस्त होइन। साइडमा हेर्नुहोस् कस्तो मजाको भ्यू छ। माथि फुल लोड छ होइन। यसरी हेऱ्यौँ भने झन् गजब देखिन्छ अगाडि पछाडि। दिउँसोको समयमा जाँदैछु म। अहिले चाहिँ बाटो अब ठिकै छ होइन। केही समयपछि अफरोड आउनेवाला छ। चलो अफरोडिङ गरौँ भनेको आज निक्लिँदैछु। पेसेन्जर पिकअप गरेर गयो ठोक्को कि आयो जस्तो लाग्यो। ठोकिने पनि ठोकिएन छ है। अरूको लागि अब जाँदैछु, जे होस् हिँडिरहेको छु। मजाको ठाउँ छ होइन। तपाईँहरूलाई ड्रोन सट पनि देखाउने छु केही समयपछि। मस्तले हिँडिरहेको छ मेरो बस। तपाईँको होइन यहाँदेखि टर्निङ लिन पर्यो। पानी पनि पर्न लागिसकेको छ हौ साथीहरू। पानी पनि परिहाल्यो, बाटो चिप्लो होला होइन। त्यस्तो अफरोड त होइन, पहाडी इलाका हो। बाटो चाहिँ अलि पक्का चाहिँ पक्कै होला जस्तो लाग्छ। अहिलेसम्म गएको छैन, नयाँ ठाउँ जाँदैछु। आज एक्लै परियो नि त, त्यो भएर अब पिसी छैन मोबाइलबाटै। पिसी पछि जडान गरौँ। एक्सिडेन्ट भयो त्यहाँनिर तपाईँको। ठोकियो 40-45 किलोमिटरको। अब हामी अफरोडतर्फ लाग्दैछौँ। कस्तो पानी परिरहेको छ मजाले होइन। पानी परिरहेको छ, हामी चाहिँ हिँडिरहेको छौँ। ड्रोन सट देखाउने चाहिँ हेर्नुहोस् है। मेरो बस कति मस्तको ठाउँ रहेछ। मेरो बस हिँड्दैछ। अब अर्काको नोकरी गर्नै पर्यो काम। बस ठोकेला जस्तो छ होइन। ड्रोन सट हेर्नुहोस् कति मजा आएको छ। मेरो बस उडिरहेको छ। पहाडी एरिया आयो।
टर्निङहरू आउँदैछन्। बस ठोकियो, गयो बस ठोकिएको छ होइन। एक्जाम फेरि ठोकियो बस। जाँदैछु म पेसेन्जरलाई लिएर। तर एक्सिडेन्ट पो भयो साथी, पहिलो दिनमै एक्सिडेन्ट भएछ क्या। एक्जाम फेरि ठोकियो बस। जाँदैछु म पेसेन्जरलाई लिएर। तर एक्सिडेन्ट पो भयो साथी, पहिलो दिनमै एक्सिडेन्ट भएछ क्या। एक्सिडेन्ट भयो मेरो बसको। एक्सिडेन्ट भयो हेरमै। एक्सिडेन्ट भयो यसरी बस। अब तपाईँको ब्याग जाउँ। चलो, पुलिस आउनुभन्दा पहिला यहाँदेखि भागिहाल्न पर्छ है साथीहरू। ब्यागमै रहेछ, पछाडि बाइकलाई धन्नै लागेन मस्तले होइन। अब अगाडि चाहिँ यो माथि धेरै लोड भएर होला होइन। तपाईँहरूलाई अब त्यस्तो ड्रोन सट पनि देखाउन चाहन्न। अब भित्रदेखि हेर्नुहोस् है, यहाँ ठाउँको भ्यू, गाउँको भ्यू टक्क लाएर होइन। पहाडी एरियामा जाँदैछु तपाईँको। यहाँनिर पुल रहेछ, माथि पुल क्रस गर्नुपर्ने। यहाँ पुरा जाम, ट्राफिक नै धेरै रहेछ यतातिर। ट्राफिक पनि के भन्नु, अहिले गाडी ठोकियो त्यसपछि ट्राफिक भइरहेछ होइन। मस्तले हेर्नुहोस् ट्राफिक। अब मस्तको हेर्न पर्यो। तपाईँको अलि फास्ट भएन क्या मेरो ड्राइभिङ चाहिँ एकदम राम्रो छ होइन। कहिले चाहिँ अलिअलि गडबड हुन्छ। आज अलिअलि खाएको तालमा चलाएको। मस्त कुदिरहेको छ बस। स्पिड पनि धेरै नहानु होला होइन। लास्ट टर्निङहरू छ कि। अब नेपाली भिडियो होइन, आजसम्म यस्तै भिडियोहरूले बनाउनु भएको छ छैन थाहा भएन होइन। मैले चाहिँ भर्खर सुरुवात गर्दैछु। हजुरहरूले सपोर्ट गर्नुभयो भने चाहिँ अगाडि बढ्न सक्नेछु होइन। ट्राफिक चाहिँ धेरै रहेछ क्या यो रोडमा। म चाहिँ अलि बचेर रे। यहाँनिर त खतरा बाटो रहेछ त हजुर। कस्तो मजाको, यो त चढ्ला नचढ्ला भन्न सकिँदैन हौ। पहाडी एरिया, अफरोड गाह्रो छ नि हजुर। धेरै लामो सफर छ होइन।
हेर्नुहोस् कस्तो मजाको भ्यू छ बिस्तारै हिँडिरहेको छु होइन यो साइड लाइट पनि आफै बगेछ धेरै टर्निङहरू छ यसमा ध्यान दिनुपर्ने हुने रहेछ टक्क लगाएर पेसेन्जर छोडिरहेको छु अघि एक्सिडेन्ट हुँदा चाहिँ यसो हल्का 1-2 जना डराउनु भएको थियो होइन चलो चलो ठाउँ चाहिँ क्या मजाको रहेछ कि अब चाहिँ यसमा मस्त गाडी फेरि एक्सिडेन्टमा पऱ्यो गाडी गयो हजुर यो सुट खेलौँ न एक राउन्ड धन्न ठोकिएको यो अगाडिको उसले गर्दा खास हेर्न पाइएन क्या माल लोड धेरै छ अब सामान पनि नराखौँ भने भएन अगाडिबाट गाडी आइरहेको रहेछ गयो धन्न ठोकियो बच्यो भनौँ ड्यामेज चाहिँ धेरै भयो जस्तो छ गाडीको क्या मस्तको भ्यू छ गाह्रो छ हजुर स्पिड जाउँ है सर यस्तो दामी बाटोमा गाडी चलाउन पाउँदा कति खुसी लाग्छ होइन एक्सिडेन्ट पनि हुँदै रहेछ हुन्छ एक्सिडेन्ट अब म चाहिँ अहिले नेपालमा छैन होइन बाहिर गाडी चलाउँदैछु अरूको देशमा इन्डोनेसियामा छु इन्डोनेसियामा यसो जब गर्न आएको गाह्रो रहेछ हजुर यहाँ होटल रहेछ खाना रुकौँ कि भनेको गइहाल्यो मेरो खानासाना पछि खाँदै गरौँ होला त मस्तको भ्यू छ अहिले यसरी पनि देखाम न कति बाहिरको मात्र देखाउँ भन्नुभयो होला सपोर्ट गरिदिनु होला मस्तको गेम होइन तपाईँहरूलाई देखाउने नै छु जस रमाइलो भइरहेको छ ड्राइभिङ गर्दा होइन
खुसी लागिरहेको छ। अब ओभरटेक गर्न खोजेको उताबाट गाडी आएछ ए गयो ओभरटेक गरौँ न यार लास्टै ढिला जस्तो भइरहेको छ। ड्रोन सुट ल्याउँदैछु मस्तको। ओहो ठोकियो गाडी। दिउँसोको समयमा गाडी चलाउन मजा आउँदो रहेछ। त्यति बोल्न पनि आउँदैन हैन। हल्का पहिला हल्का भिडियो बनाएको बिस्तारै पानी पर्छ होला। हाय 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 मस्तको बाटो चाहिँ अहिले अफरोड रहेछ। अगाडि बस गइरहेको छ। अब के गरेको यार। ओ लागे जस्तो छ पछाडि हल्का। अरे भाइ गाडी त छोड्दे यार। बाटो छोड्न लगाएको धन्न बाटो छोड्दे भन्नुपर्छ। बाटो हेर्नुहोस् त कति खतरनाक छ। तलतिर फुत्को भने फोर लाइन तर लास्टै अफरोड रहेछ यार। छोइदियो अलिकति जोस। ड्रोन सोटे तलतिर कस्तो मजाको समुद्री सतहको ठुलो नदी रहेछ हैन। एकछिन रोकौँ हेरौँ पारितिर हेर्नुहोस् ड्रोन सुट। कति मजाको भ्यू छ। हामी समुद्र किनारा जानुपर्ने स्थिति आयो। माथिल्लो बाटो जानुपर्ने रहेछ। तल्लोबाट आउनु मात्र रहेछ। हामी यसरी नै चलाउन भित्रमा बसेर। अब भोक पनि लाग्न लाग्यो। कतै होटल सोटेल हेरेर यसो खानासाना खाऊँ भनेको हुँदै भइरहेको छैन। यतातिर अब खासै राम्रो होटल पनि छैन। महँगो धेरै छ। गाह्रो छ हजुर। म चाहिँ
यत्रो टाइम हुन्छ यो रोडमा सबैले चलाउनु त गाह्रै पर्छ तैपनि चलो जसो तसो गरेर जाउँ ट्राफिक धेरै हुन्छ क्या यहाँ भनेको ट्राफिक कट गरेर जा कहिले कता हाल यस्तो ट्राफिक छ ट्राफिक पार गर्न गाह्रो छ गए 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 भाइ बाटो छोड्न रे के गर्दैछ यार उल्टो साइड लाइट दिन्छ बे यसले त अगाडिबाट आउँदैछ ओभरटेक गरौँ भनेको चाहिँ पेट्रोल पम्प स्टेसनसम्म पुग्यो पुलंग पेर्की नंबर को बस रहेछ 7 जा भाइ जा त गाडी पनि ग्यारेजमा हाल्ने भइसक्यो रहेछ आयो हाम्रो स्टेसन यहाँ चाहिँ मान्छे झार्नु पर्ने अरे आयो स्टेसन ब्यागमा हालम हाम्रो हामी चाहिँ स्टेसनमा आइपुग्यो हैन प्यासेन्जरहरु पनि झरिसक्नु भयो अब चाहिँ हामी अब यहाँबाट झरेर खानातिर लाग्छौं आज चाहिँ आजको बसाइ यति नै यतैतिर हुन्छ होला भोलि फेरि फर्किनु पर्ने हुन्छ त्यतिन्जेलसम्मको लागि बाइ फेरि भेटौँ